हितेन्द्र देव साक्यज्यू भन्दै हुनुहुँदो रहेछ, अब पैसा छैन कि त ऋण दिन पर्यो कि म के गरौँ भन्नुभएको रहेछ। तपाईँले केही नगर्नुहोस्, तपाईँ तुरन्तै यो पदबाट तपाईँ राजीनामा दिएर तपाईँ आफ्नो घर गएर सुत्नुहोस्। तपाईँले सक्नुहुँदैन, तपाईँमा त्यो क्षमता छैन। जति कुलमान घिसिङसँग क्षमता छ नि त्यसको 0.5% पनि तपाईँसँग छैन भन्ने त अहिले नै प्रमाणित भइसकेको छ। महिना दिन नबित्दैखेरि यति ठुलो घाटामा गइसकेको छ हाम्रो जलविद्युत प्राधिकरण। हाम्रो देशको लागि प्रधानमन्त्री केपी ओलीज्यू तपाईँ सबैभन्दा ठुलो घातक हुनुहुन्छ। किन कुलमान घिसिङज्यूले के बिगार्नु भएको थियो र उहाँलाई बर्खास्त गर्न तिमीहरू लागि परेको? के चाहिँ बिगार्नु भएको थियो र? देश नाफामा लग्नु भएको थियो, जलविद्युत प्राधिकरण नाफामा लग्नु भएको थियो। त्यही गल्ती भयो होइन त? यिनीहरूको मिले मतमा सबै कमिसनको लागि हामी यो काम गर्छौँ, हामी यसरी चाहिँ बिजुली चाहिँ यसरी हामी लोड सेटिङ गर्छौँ, तपाईँहरूको सामान बिक्री हुन्छ अनि तपाईँहरूले हामीलाई कमिसन खुवाउनुपर्छ भनेर यी भ्रष्टहरूले सब सेटिङ गरे। दर्शकबिन नमस्कार, सदा आज पनि म उपस्थित भइसकेको छु तपाईँहरूको समावेश साथी सुजन लिम्बू विविध विषय लिएर आउने क्रममा आजको विषयवस्तु रहेको छ। तपाईँ हामीले देखिरहेका छौँ, यत्रतत्र सर्वत्र देखिरहेका छौँ, उज्यालो नेपाललाई अँध्यारो नेपालतिर धकेलिसकेका छन् केही भ्रष्ट नेताहरूले। हो दर्शकबिन, हिजो आदरणीय कुलमान घिसिङज्यू जलविद्युत प्राधिकरणका कार्यकारी निर्देशक हुँदाखेरि जुन घाटामा गएको जलविद्युत प्राधिकरणलाई नाफामा लगेर यतिसम्म अगाडि बढिरहेको जुन जलविद्युत प्राधिकरणलाई आज यी केही भ्रष्टहरूले कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङज्यूलाई बर्खास्त गरिसकेपछि उनीहरूको आफ्नो आफन्त साले नाले के पर्नेहरूलाई चाहिँ नवनियुक्त गरे। जो जलविद्युत प्राधिकरणका कार्यकारी निर्देशक नवनियुक्ति हितेन्द्र देव साक्य अहिले यसरी चिच्याइरहेका रहेछन् कि महिना दिन नबित्दैकन 5 अर्ब 26 करोड घाटामा गएको यसरी भन्दै गर्दाखेरि उनी भन्छन् अहिले अब मसँग पैसा छैन, हामीसँग पैसा छैन कि त ऋण दिन पर्यो हजुर। यस्तो खालको चाहिँ कार्यकारी निर्देशक, जब यस्ता खालका व्यक्तिहरू चाहिँ त्यो पदमा बस्दै गर्दाखेरि अनि यो देशले चाहेको के यस्तै मान्छेहरूलाई हो? यस्तै व्यक्तिहरू चाहेको हो यो देशले?